मलाई कसैले पनि रोक्न सक्दैन। नमस्ते साथीहरु, तपाईलाई स्वागत छ हाम्रो युट्युब च्यानल MU60 टिभीमा। आज हामी नेपालमा तत्काल प्रदर्शनमा आउन पनि गरेका छन् सुपरस्टार भर्सेस मल्टिस्टार भन्ने ट्याग दिने गरेका छन्। मतलब सुपरस्टार विपिन कार्कीले अभिनय गरेको चलचित्र कर्मा र प्रदीप खड्का, सौगात मल्ल, दयाङ राई र अनुप विक्रमले अभिनय गरेको चलचित्र पिताम्बर एकै दिन प्रदर्शनमा आउने भएको छ। यही चैत्र महिनाको 29 गतेबाट प्रदर्शन आउन लागेका छन् दुवै चलचित्र एकै दिनमा। पिताम्बरको निर्देशक ऋचा चौलागाईको भने छुट्टै तारिफ भएको छ। यसो त हाम्रो नेपालमा महिला निर्देशक एकदमै धेरै कम छन्। जुन एक्सन चलचित्रको लागि निर्देशक त महिला छँदै छैन, एउटा ऋचा चौलागाई मात्र हुनुहुन्छ। उहाँले गरेको काम र पिताम्बरमा जुन रूपले काम गर्नुभएको छ त्यो रूपले चाहिँ अहिले दर्शकहरूले मिडिया कर्मीले चाहिँ लेडी टाइगरको रूपमा चिन्ने गरेका छन्। उता कर्माको निर्देशकको काम पनि टिजरमा एकदमै राम्रो देखिएको छ, एकदमै उच्च स्तरको मेकिङ भएको देखिएको छ। यसो त हेर्ने हो भने दुईटै चलचित्र एकदमै राम्रो बनेको छन्। दुवै चलचित्रको मेकिङ एकदम राम्रो छ। दुवै चलचित्रको चाहिँ स्टोरी जति टिजरमा बुझिए अनुसारको स्टोरी पनि एकदमै राम्रो छ। दुवै चलचित्र राम्रा छन्। जुन चलचित्र चले पनि 19-20 त भइ नै हाल्छ। जुन चलचित्र चल्दछु र तपाईलाई कुन मुभी राम्रो लाग्ने जस्तो छ, कुन मुभी प्रति चाहिँ तपाईको इच्छा धेरै छ, त्यो चाहिँ हाम्रो कमेन्ट बक्समा चाहिँ कमेन्ट छोड्नु होला। हस्, धन्यवाद।